हेलो नमस्कार साथीहरू, स्वागत छ आजको रमाइलो यात्रा भ्लगमा। आज म तपाईहरुलाई लैजाँदैछु सुर्खेतदेखि पोखरा अनि त्यहाँबाट मुस्ताङसम्मको एउटा अविस्मरणीय यात्रामा। सायद बुटोल गएर हामी खाजा पनि खान्छौँ होला। अब यस्तै 20-22 मिनेटको भिडियो आउँछ के माया गर्नु होला। अहिले हामी आइपुगेका छौं सुन्दरताले भरिपूर्ण शहर पोखरामा। लाग्छ यो शहर सौन्दर्य र शान्तिको संगम हो। हामी अब बिहानै उठेर फेवातालतर्फ लाग्दैछौँ। मसँग हुनुहुन्छ तारा दाई, उहाँलाई हामी तारा बोस पनि भन्छौँ। उहाँ चाहिँ एकदमै रमाइलो हुनुहुन्छ। जे होस्, अबको यात्रा हाम्रो फेवाताल हुँदै तालबराई मन्दिर। अब हामी डुङ्गा चढेर तालको बीचमा रहेको एकदमै प्रसिद्ध मन्दिरतर्फ लाग्दैछौँ। हामी बोटिङ गर्न अब रेडी, लगभग अब रेडी भइ अहिले हामी तालबाराही मन्दिरमा छौं। यो मन्दिर पोखराको सबैभन्दा प्रसिद्ध धार्मिक स्थलहरूमध्ये एक हो। तालबाराही मन्दिर शक्तिकी देवी बाराही माताको मन्दिर हो। स्थानीयहरू यहाँ विशेष गरी शनिबार पूजा गर्न आउँछन्। यस मन्दिरमा पूजा गर्दा मनको शान्ति मिल्छ भन्ने एक किसिमको जनविश्वास पनि रहेको छ। सोही अनुसार हामीले पनि पूजा गरेर फर्किँदैछौँ। पोखराको सुन्दर यादलाई बटुल्दै अब हामी मुस्ताङतर्फ लागिरहेका छौँ। मुस्ताङ जाँदै गर्दा बीच बाटोमा भेटिने यो बेनी बजार एकदमै रमणीय र सुन्दरताले भरिपूर्ण रहेको छ। बाटो साँघुरो भए पनि दृश्य भने एकदमै अद्भुत छन्। पहाडका धारहरू र कञ्चन हिमालको झल्कोले यो मन नै लट्ठ बनाउने दृश्यहरू देखिन्छन्। हामी जति माथि चढ्दै गयौँ उति नै प्रकृतिले हामीलाई थप नजिक तानिरह्यो। यो एउटा यात्रा रोमाञ्चक मात्रै होइन, आत्माबाट महसुस हुने अनुभव पनि भयो। मुस्ताङको लेते नजिकै पुग्दै गर्दा त्यो सुन्दर रमणीय ठाउँमा ननाची मनले मानेन। त्यसैले सबैजना एकैचोटि एकछिन भए पनि नाचेर अगाडि बढ्यौँ। साँझको बास जोमसोम बजारमा बसी बिहानै जोमसोम बजारबाट देखिने यो सुन्दर दृश्यलाई निहाल्दै हामी तिनाथ मन्दिरतर्फ लाग्यौँ। अहिले हामी यो मुस्ताङको कागबेनीमा छौँ। अहिले हाम्रो मुक्तिनाथसम्मको दर्शन गर्नेछ। नागबेनी सुन्दर ठाउँ, पवित्र ठाउँ र धार्मिक ठाउँ।
मुक्तिनाथ मन्दिरतर्फ आइराखेका छौँ। तर चिसो भने सोचे जस्तो छैन। अहिले हामी मुक्तिनाथ धामतर्फ जाँदैछौँ। अहिले यहाँ जे जो भयो नि मुस्ताङको यो हावापानीमा 2 वर्ष बस्नु पाइयो भने आयु 4 वर्ष बढ्छ जस्तो लाग्छ। झन्डै आधा घण्टा पैदल यात्रा पश्चात नेपालकै एक अत्यन्त पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरको परिसरमा छौँ। समुद्री सतहबाट करिब 3800 मिटरको उचाइमा अवस्थित यो मन्दिर हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूको साझा आस्था हो। मन्दिरको विशेषता भनेको यहाँ रहेको 108 वटा धारा, जहाँ भक्तजनहरू ती धाराबाट स्नान गरेर पवित्रता प्राप्त गर्छन्। त्यसपछि दर्शन गर्छन् मुक्तिनाथको। मुक्तिनाथ दर्शनले आत्मालाई शान्ति त दियो, तर भोकले पेटलाई भने हल्लाइरहेको थियो। र त्यसैमा एकजना दिदीले मकै र चना भुटेर ल्याउनु भएको रहेछ। यसरी बसेर यहाँ खाइयो, रमाइलो गरियो। साँच्चै भन्नुपर्दा मुक्तिनाथको हाम्रो यात्रा धार्मिक मात्रै होइन, स्वादिलोपन पनि बन्न पुग्यो। जिन्दगीभरि नबिर्सिने एउटा रमाइलो फल पनि बन्यो।